जाजरकोटमा एउटा पुरानो चलन छ। मानिस मरेपछि मात्रै उसको सम्झनामा चौतारी बनाउने गरिन्छ। तर आज मैले बारीकोट गाउँपालिका वडा नम्बर 4 जिरीका 75 वर्षीय वीरबहादुर सिंहलाई भेट्दैछु, जसले आफ्नै हातले आफ्नै नामको चौतारी बनाउँदै हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, मेरो मृत्युपछि चौतारो कसैले बनाइदिए पनि मैले देख्न पाउँदैन। त्यसैले मेरो मृत्युपछि भन्दा पनि म जिउँदै हुँदा गाउँलेले यो चौतारीमा बसेर विश्राम गरून्, मलाई सम्झिउन् अनि मलाई पुण्य प्राप्त हुनेछ। उहिले मर्या मृत्युले त कहाँती बनाउने भनेर त्यसले थाहै पाउँदैन, देख्नै पाउँदैन। अब मर्या मृत्यु पछाडि चौतारी चिन्छन्, त्यसले कहाँती त्यहीको मन चाहना थियो, कहाँती त्यसले गर्नुपर्ने थियो, त्यसले आफ्नो चौतारी देख्नै नपायो। मैले देख्न पाऊँ भनेर आफ्नो चाहना यहीँति जागिया हुनाले यहीँति लाउँ भने जालियन डाँडीमाथि लाउँ भनेको हो। कति भयो यो चौतारी निर्माण गर्न लागेको? चौतारी निर्माण गर्न लागेको त नगर्नु कुराहरू मैले आज लाग्यो कुरा त, यसको लागि कुरा त 3 दिन भइगयो। हजुर, तर यो पहिला सुरुवात गरेको त धेरै मैले वर्ष भइगयो। सोचना काटेको र बनाउन लाग्यो मैले वर्ष भइगयो। बिस्तारै बिस्तारै गर्दै बनाऊ भन्ने भयो। बिस्तारै बिस्तारै गर्दै बनाउन निर्माण बनाउन भन्ने मन हो। साँच्चीकै यहाँ केही मानिस जिउँदै नै अमर भइदिन्छन्। सम्मान छ बाजेलाई। त्यही त हो। यही ठाउँमा किन बनाउनु भयो त हजुरले? यहाँ ठाउँमा अब गाउँमा काहीँ भएको मृत्युहरू ल्याउँछन्, यहाँदेखि अनि बस्छन्, यहाँदेखि रिगाउँछन्, त्यस मृत्युलाई रिगाउँछन्, कपडा रिगाउँछन्, अनि यो ठाँटी बनाएर यिनी बोटाहरू लगाएर यही पछि पनि म आउनु मरेपछि आफ्नो लगाएर बोटाहरू पनि हिँड्न पाउँथेँ कहीँ भनेर लगाएको। हजुर